हेलो अनि साथीहरू हेलो हेलो अनि नमस्ते नमस्कार है साथीहरू। म आज पनि नेपालको संविधानको भाग 2 लिएर उपस्थिति भइसकेको छु हैन। हजुरहरूलाई भिडियो अन्तिमसम्म हेरेर कस्तो लाग्छ के लाग्छ प्रतिक्रिया दिन नबिर्सिनु होला सम्पूर्ण साथीहरूलाई। नेपालको संविधान सम्बन्धी मैले लिएर आएको छु। आज चाहिँ हामी भाग 2 बाट जान्छौँ। भाग 1 अस्ति हामी सकेको छौँ। भाग 2 मा 10 देखि 15 सम्म रहेको छ। 10 मा भनेको नेपाली नागरिकताबाट वञ्चित नगरिने हो, नागरिकताबाट वञ्चित नगरिने कुनै पनि व्यक्तिलाई हो। 11 नम्बरमा छ नेपालको नागरिक ठहर्ने, नेपालको नागरिक ठहर्ने। 12 नम्बरमा जाउँ वंशीय आधारमा तथा लैङ्गिक पहिचान सहितको नागरिकता भयो। 13 मा जाउँ नागरिकताको प्राप्ति, पूर्ण प्राप्ति र समाप्ति सम्बन्धी व्यवस्था छ। 14 नम्बरमा जाउँ गैर आवासीय नेपाली नागरिकताको प्रदान गर्न सकिने भन्ने व्यवस्था रहेको छ। अनि 15 नम्बरमा चाहिँ नागरिकता सम्बन्धी अन्य व्यवस्था भनेर लेखेको छ। व्यवस्था यस्तो लेखेको छ हैन साथीहरू। अब हामी भाग 3 मा जाउँ। भाग 3 चाहिँ एकदम विशेष छ। मौलिक हक भनेको चाहिँ के हो भन्दाखेरि नागरिकलाई राज्यले नागरिकको हक अधिकार प्रदान गर्न र राज्यबाट पछाडि परेका जाति, धर्म, व्यक्ति समग्र पक्षलाई राज्यको धारामा एकताबद्ध गराउने समग्र प्रक्रियालाई मौलिक हक भनिन्छ।
एउटा यसरी पनि लेख्न सकियो। अर्कोमा कसरी लेख्नु भने नागरिकको हक अधिकारको रक्षा र संरक्षण गर्न राज्यले प्रदान गरेको हकलाई नागरिक हक भनिन्छ। के अरे नागरिक मौलिक हक भनिन्छ। अब हामी मौलिक हकमै जाउँ। मौलिक हकको धारा कतिबाट छ 1500 भनेको 16बाट कतिसम्म त 46सम्म होइन, जम्मा कतिवटा 31वटा मौलिक हक जम्मा 31वटा रहेको छ। 16 नम्बरमा के छ? समान पूर्वक बाँच्न पाउने हक। 17मा स्वतन्त्रका हक। 18मा समानताको हक। 19मा सञ्चारको हक। 20मा न्याय सम्बन्धी हक। 21मा अपराध पीडितको हक। 22मा यातना विरुद्धको हक। यातना विरुद्धको हक। 23मा निवारक नजरबन्दको हक। 24मा छुवाछुतको हक। 25मा सम्पत्तिको हक। 26मा धार्मिक स्वतन्त्रताको हक। 27मा सूचनाको हक। 28मा गोपनीयताको हक। 29मा शोषण विरुद्धको हक। 30मा स्वच्छ वातावरणको हक। 31मा शिक्षा सम्बन्धी हक। 32मा भाषा तथा संस्कृति सम्बन्धी हक। 33मा रोजगार सम्बन्धी हक। 34मा आवास सम्बन्धी हक। आवास सम्बन्धी
हक 35 मा स्वास्थ्य सम्बन्धी हक 35-34 मा त श्रमको हक पो त है श्रमको हक श्रम सम्बन्धी हक 35 मा स्वास्थ्य सम्बन्धी हक पछि 35 भयो 36 मा खाद्य सम्बन्धी हक 37 मा चाहिँ आवासको हक 38 मा महिलाको हक 39 मा बालबालिकाको हक 40 मा दलितको हक 41 मा ज्येष्ठ नागरिकको हक 40 मा ज्येष्ठ नागरिकको हक 42 मा सामाजिक न्यायको हक यो पहिलो संशोधन पछि थप भएको हक हो यो थप भएको या परिमार्जिन भएको भने परिमार्जिन भएको हो 43 मा सामाजिक सुरक्षा सम्बन्धी हक हक 44 मा उपभोक्ताको हक 45 मा देश निकाला विरुद्धको हक 46 मा संवैधानिक उपचारको हक यो चाहिँ मौलिक हक भयो अब 47 मा चाहिँ के छ भन्दा मौलिक हकको 3 वर्षमा कार्यान्वयन भनेर लेखेको छ 3 वर्षमा कार्यान्वयन भनेर लेखेको छ अनि त्यसपछि 37 सम्म आयो 38 मा चाहिँ के भनेर लेखेको छ भने राज्यको दायित्व भनेर लेखेको छ नागरिकको दायित्व लेखेको छ भन्दा नागरिकको दायित्व हैन 38 मा चाहिँ नागरिकको दायित्व भनेर लेखेको छ ल आजलाई यति समय अब अर्को भिडियो आए फेरि भेट हुनेछौँ त्यतिन्जेलको लागि यो भिडियोलाई लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला र जाँदा जाँदै तपाईहरुलाई यो नागरिक कर्तव्यको विषयमा थोरै भनिदिइहालेँ नागरिक कर्तव्य धारा 48 को नागरिक कर्तव्यमा चाहिँ के व्यवस्था गरेका छन् साथीहरु राष्ट्रपति निष्ठावान हुँदा
हुँदा नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डताको रक्षा गर्नु। अनि अर्को छ संविधान र कानुनको पालना गर्नु। राज्यलाई चाहेको बखत अनिवार्य सेवा गर्नु वा दिनु पनि हुन्छ, सेवा दिनु। अनि अर्को चाहिँ राज्यका वा सार्वजनिक सम्पत्तिको रक्षा र संरक्षण गर्नु। यसलाई पनि हेर्नुहोस् है साथीहरू। बाई बाई साथीहरू।